कहाँ जाने अरे दाजुहरू ओ दाजुहरू हामी कहाँ जाँदैछौँ अरे भनिदिउँ त एकचोटि दुईटा जिग्री दाइहरूसँग होइन स्क्वायरतिर यसो भ्रमण गर्नलाई के छ हौ के छ नयाँ नौलो भनौँ न हौ के साह्रो हौ हामी कहाँ जाँदैछौँ अरे भाइरल त तिमीलाई नै बनाउने हो नि बुढो धेरै भाइरल हुनु पनि राम्रो होइन कपाल हेर न फेरि राय समालको छ कपाल यस्तो भन न यस्तो भन न शङ्कर हो म शङ्कर भन्न त ठ्याक्कै सुहाउँछ यार बोरोको कपाल चाहिँ हो के भन्ने टाइपको छ नि त होइन ल हामी स्क्वायर जाँदैछौँ यसो घुम्नलाई टाइम पासको लागि काम गर्दा 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 थाकेर अब चाहिँ एकछिन फ्रेस हुनु पर्यो भनेर हल्का ल अर्को साथी पनि हाम्रो आउँदैछ रूपक सर पनि आउँदै हुनुहुन्छ रूपक सर आएपछि टक्कसँगले फेरि भेट्नुपर्छ गाइस यहाँ चाहिँ माल्टामा चाहिँ लालुपाते फुल भन्छ होइन यसलाई के भन्छ हौ लालुपाते हो टिप्न त मिल्दैन यसो छुनासम्म पाइन्छ ए ल तर दामी छ है ओ दामी छ त यार दामी छ त ओहो अनि यो बोतल बोकेर कता हो सर यहाँ हाम्रो हो नि के छ तिर सर आरामै हो आज धेरै पछाडि हाम्रो टोटे सरलाई भेटेको छ होइन टोटे सर के छ खबर हेलो टोटे सर के छ खबर यसो आइ भनिदिउ न हेलो मिस्टर पोलिस सर अब यसमै होला अहिलेको लागि बाई बाई भेट्दै गरौँ ल भेट्दै गरौँ ल यसलाई बाटो थाहा नपर ल बाटो भनिदिउ न साथीहरू यसलाई बाटो कता हो भनेर बाटो त जाने होला नि उसले जानु मन लाग्दैछ उहाँको फ्यामिलीको ड्युटी होला होइन रुममा गए पनि एक्लै बस्ने बेकार त्यो भन्दा यतातिर साथीलाई बेलुका बेलुका पख चाहिँ अब यहाँ हल्का रमाइलो हुँदै जान्छ यो भनेको अब एकदम बिजी एरिया हो बिजी एरिया छ यहाँ चाहिँ हाम्रो बिस्मिल्ला पाक भन्ने छ यहाँ चाहिँ नेपाली आइटमहरू सबै पाउँछ नेपाली आइटम यो पसलमा चाहिँ सबै अब हल्का समर लाग्दैछ मान्छेहरू अब बिडम्बिड हुन्छ समर लागेपछि ठाउँमै पाइँदैन यता हिँड्नको लागि पनि गाह्रो पर्छ एकदम हामी स्पार चाहिँ यहाँ पनि छ एउटा ठ्याक्क बुझिपाई स्क्वायरदेखि अलिकति भित्र छ हाम्रो एउटा ब्रान्च हो हामीले काम गर्ने ब्रान्च यहाँ पनि छ एउटा यहाँ पनि छन् साथीहरू नेपाली साथीहरू हुन्छ यहाँ पनि निकैजना कहाँ अरे आइपुग्नु भयो अरे शिव दाइ आइसक्यो अरे रूपक ल हाम्रो साथी पनि आइपुग्नु भयो अरे स्क्वायरमा
यो ठाउँ चाहिँ एकदम बिजी हुन्छ अब समर लागेपछि। यो चाहिँ एकदम रेस्टुरेन्ट एरिया हो। यो चाहिँ रेस्टुरेन्टहरू प्राय बढी छ यसमा चाहिँ। यो एरियामा चाहिँ एकदम बढी छ र ठाउँ पनि दामी छ। हेर्दाखेरि भ्यू कस्तो छ साथीहरू भनिदिनु है। हेरेर के छ कमेन्ट हजुरहरूले कमेन्टहरू गरिदिनु होला। हाम्रो यो एकदम बवाल ठाउँ छ। दाइले त सब चिन्नु भएको छ यार यतातिर। वाह दाइ त हाफ माल्टिज भइसक्नु भयो होला है दाइ? पुरै सबै चिन्नुहुन्छ अनि आमा तपाईँलाई त अब त यहाँ त डाइरेक्ट उयो दिनुपर्ने हो यार। दाइ तपाईँलाई त सिधै कार्ड दिनुपर्ने हो क्या यहाँ अब यार। हो त्यही त पासपोर्ट भनेको के पासपोर्ट दिनुपर्ने यार। सबै चिर्नुहुन्छ मान्छे यार। यो एरिया हो एकदम बिजी हुन्छ तर अहिले यहाँ अझै पार्कहरू बनाउनको लागि भनेर पुरै बनाउँदैछ अहिले। यस्तै बनाउँछ अरे यो अहिले देखाएको पिक्चरमा जस्तै बनिन्छ भनेर बनाउँदैछ। बनिएपछि चाहिँ खत्रै भन्छ खत्रै। यताबाट जाँदै गरौँ न। अब यहाँ हल्का हल्का मान्छेहरू आउँदैछन्। बढ्दैछ मान्छेहरूको चाप अब बिस्तारै बिस्तारै। यहाँ चाहिँ टक्कसँगले अब स्विमिङ गर्ने बेलामा अब गर्मी लाग्दैछ। गर्मी लागेपछि यहाँ मान्छे यति हुन्छन् मान्छे भएर एकदम भिड हुन्छ पुरै। मान्छे यहाँनिर ठाउँै पाइँदैन बस्नलाई। यो पुरै भरिन्छ एरिया। खत्रै बजाउने यार। अर्को हाम्रो साथी पनि आइसक्नु भएको छ रूपक सर। हेलो रूपक सर। म यस्तो ह्यान्डसम भएर आइदिनु भएको यार। हामी चाहिँ यसो मोबाइल पसल जानु पर्यो भनेर मोबाइल पसलतिर लाग्दैछौँ। मोबाइल पसलमा
के किन हो सर अहिलेको जमानामा रिचार्ज कार्ड हो कस्तो अनलाइनबाट हाल्न मिलिहाल्छ नि हो हुँदैन ल हामी चाहिँ आइपुग्यौँ पसलमा के छ त दाजु अनि हामीले कति घटायौँ त हामीले चाहिँ घटाउन खोजेको 1 युरो तर तपाईँले चाहिँ अलिकति मान्नु भएन मैले चाहिँ घटाइसकेको थिएँ हाल्दैको एउटा नाइ भनेको थिएन म त भनिहाल्छु हैन 1 युरो पनि घटाइयो हैन त नौनै हाल्दिहाल्नु भयो नि मैले त नाइ नाइ त गरेको भने पैसा हो उसले आफ्नो रुपमा हालेछ पैसा के आफूमा हालेपछि अब उसले आफ्नोमा हालेछ कार्डबाट गुगल मेसिनबाट टिकट राखेन के छ त्यसले आफ्नोमा हालेको क्या कार्ड भयो भने ट्याक्क 1 रुपैयाँमा के उयो गर्नु जस्तो लाग्यो मलाई झ्याउला त्यही हो तपाईँलाई बिचरालाई होइन 1 रुपैयाँ उसले आफ्नो रुपमा हालेछ नि पैसा सक्दिन भन्ने आएछ उसलाई पनि गएर के बनाइदिनु भनेर भनिराख्नु व्यवहार गर्नु यता जानु के हो ल सर हेरौँ है सर गाइज कस्तो छ ह्याटहरू खतरा खतरा टोपीहरू छ ओ लेडिज पसलमा छिरेर सक्छ लेडिज लेडिज जेन्ट्स दुइटै ल ठिक छ तर दामी छ है तर हाम्रो खोजी एकदम जारी छ हैन हामी नभेटिन्जेलसम्म निरन्तर लागिरहनेछौँ डटिरहनेछौँ हैन हामी निरन्तर लागिरहनेछौँ जबसम्म हाम्रो दाइको लागि सक्स भेटिँदैन तबसम्म हामी एकदम निरन्तर लागिरहनेछौँ हैन डटिरहनेछौँ स्क्वायरमा भएदेखि सबै पसल घुम्नु किन नपरोस् तर हामी आज दाइको लागि सक्स चाहिँ किनेरै छाड्छौँ यहाँ पाउँछ कि एकचोटि सोधौँ न ल खत्रै छ त गाइस खत्रै कति काम चलाउनुमा त कता जाने जाउँ उता पुगेर एक राउन्ड होइन अझै उता पुगेर आउनु ब्लुटुथबाट हुन्छ अरे त फोटो खिच्ने यताउताबाट हुन्छ बन्द गर्ने यहाँ पनि खत्रै हुन्छ